केपीबा मुर्दाबाद नभन है केटा हो नभन केपीबाको कारणले यति ठुल्ठुला गरेर बाँच्छौँ हामीले जसले जे भन्नुहोस् ल म बाजी राखेर भन्दैछु जापानभन्दा एकदम बेस्ट इन्डिया छ इन्डिया मद्रास चेन्नई तमिलनाडु जोडी ढुक्कर सँगै डुलेको पिना होला हामीले सेटल गर्दै सायद पुग्दैन होला यो हाम्रो चाहिँ यो केपीबाकै कृपाली जस्तो लाग्छ मलाई चाहिँ यति ठुलो घरमा चाहिँ यहाँ आएर हेलो एभ्रिवान वेलकम टु माई ब्लग भिडियो आज हामी गइरहेको छु आफ्नै अगाडिको सो पार्कमा गइरहेको छु होइन यहाँ बस्दा बस्दा एक्लै रुममा बस्दा अति नै गाह्रो भइसक्यो गाइज होइन मलाई अब यसो अब आफ्नो गर्लफ्रेन्ड सबै त छैन होइन अब बुढी ल्याइदिएको भयो भने यता भगाएर यस्तै छोरी कसैको सोच्ने भगाएर ल्या भइदिने रुममा बसिराख्नुहुन्थ्यो यताउति गइन्थ्यो होला झ्याउ पनि लाग्थेन होला झ्याउ पनि हराउँथ्यो होला अब त्यसरी ल्याएको पनि छैन बिहा गरेको पनि छैन एक्लो घरमा के अरे रुमभित्र कति टेकलो भने जस्तै हो अब पार्कतिर यसो तरुनी भनौँ कि अब के भनौँ फुल भनौँ हेर्न जान्छु अब टक्क तपाईँहरूलाई पनि देखाउँछु र त्यो पार्कको दृश्य हजुरहरूलाई पनि देखाउँछु के कतिको छ भनेर पढेको आउँछ केटा हो टक्क होइन म जाँदैछु होइन पार्कतिर चाहिँ आज यस्तो पार्कतिर त्यस्तै छ विचार हो होइन एक्लै छु अब कोही छैन साथमा अब कोही भइदियो भने अत्यन्तै रमाइलो हुन्थ्यो झन् आनन्द हुन्थ्यो एक्लै छु पार्क हजुरलाई देखाउँछु यतापट्टि छ पार्कै हो घाम पनि अत्यन्तै सघाइ छैन यहाँ चाहिँ फेरि घाम फेरि खतरा हो यहाँको घाम पनि अलिअलि घामको लाग्दा अलिअलि कालो कालो पनि भाउ होला जस्तो लाग्छ होइन अब हजुरहरूलाई के कस्तो लाग्छ अब पहिलाको भन्दा झन् गोरो देखिएको छ कि कालै छ भन्ने सोच्नुहुन्छ भनेपछि अब हजुरको प्रतिक्रिया अब हजुर जे सोच्नुहुन्छ सोच्नु भन्नु केही छैन ल हजुरहरूलाई देखाउँछु होइन म त ट्याक्कै पार्कको अगाडिको मेन गेटनिर पुगेँ हजुरलाई त्यो गेट पनि देखाउँछु मेन गेटनिर पुगेँ कतातिर अहिले दिउँसोको 2-3 बजेको कारणले चाहिँ अहिले चाहिँ मान्छे चाहिँ अहिले कमै आउँछन् अहिले कोही पनि छैनन् भनौँ अहिले त्यति मान्छे चाहिँ कोही छैन ठिक त्यस्तै 4-5 क्रस भएपछि अनि बल्ल मान्छेहरूको चाहिँ अहिले ओहिरो हुन्छ भनौँ छ गाई चाहिँ यतातिर त्यति साह्रो आनन्द त त्यस्तै हो गर्मी त मार्छ होइन गर्मीले चाहिँ अत्यन्तै हानिदिन्छ यो कुकुरले त काट्ला जस्तो छ गाई डर लाग्यो मलाई त हेरेर मै चाहिँ अगाडि साइडनिर मन्दिर पनि छ सबै थोक छ यहाँ पिङसिङ लगेर चिप्लेटीदेखि लगेर सबै थोक भनौँ योगा गर्नेदेखि लगेर सबै भलिबल खेल्ने कोर्टदेखि लगेर यस्तो पार्क त हाम्रो उतातिर नेपालतिर नि यसरी भएको भए चाहिँ अत्यन्तै आनन्द हुन्थ्यो होला है तर हाम्रो नेपालतिर त यस्तो हुँदा नि हुँदैन आनन्द आउँछ आनन्द हेर यस्तो रिटेको त नेपालमा त 50 रुपियाँ लिन्थ्यो नि है टिकटक बनाउँदाखेरि यसको 50 रुपियाँ लिन्छ है यसरी रिटाउँदाखेरि चाहिँ टक्क रिटाउँदाखेरि 50 रुपियाँ त टक्क लिइहाल्थ्यो मान्दैनन् दाइ 25 मा मिलाउनु भन्छ चाहिँ मन्दिर छ होइन हेर्न सक्नुहुन्छ मन्दिर यस्तरी नेपालको सबै ठाउँमा हुनुपर्ने होइन र हाम्रो देशका सरकारहरू चाहिँ यस्ता बनाउनु भन्दा पनि आफ्नो खोल्टीमा टक्क भरेर टक्क आफ्नै खोल्टीमा कहाँ देश बनाउने तर्खरमा लाग्छन् हाम्रा नेताहरू त एउटा कारणले अब यहाँ पुग्नुको कारण पनि एउटा के हो भन्दाखेरि चाहिँ यहाँ हामी सायद पुग्थेन होला कि अब यतातिर चाहिँ सायद पुग्थेन होला अब नेपालमा यस्तो सानोतिनो जागिरहरू मिलेको भए सायद पुग्थेन होला यो हाम्रो चाहिँ यो केपीबाकै कृपाली जस्तो लाग्छ है मलाई चाहिँ यति ठुलो घरमा चाहिँ यहाँ आएर चाहिँ भनौँ नि काम पाइएको छ बस्नु पाइएको छ खान पाइएको छ कस्तो केपीबालाई किन गाली गर्छ केटाहरू तर म भन्न चाहन्छु होइन केपीबालाई त्यसरी गाली चाहिँ नगर होइन मुर्दाबाद केपीबा मुर्दाबाद यताउति भन्ने काम चाहिँ नगरिदियो यत्र घरमा हामी बस्नु पाएको छु टक्क गाडी नभए पनि हामी पहिला गर्दिन दौडेर जान्थ्यो जाक्केर जान्थ्यो यस्तो हामी के भनौँ साइकल चलाउनु पाएछौँ कतिखेर त अब भनौँ नि यसो सागपात ल्याउन लागि अलि टाढा पऱ्यो भने स्कुटी पनि पाइन्छ हुन त स्कुटी पनि लैजा केटो भनेर लैजान दिनुहुन्छ नि हेर्नु न केपीबाका कृपाली यस्ता घरमा हेर्नु यस्तरी क्लिप गरेर हामी चाहिँ टक्क भित्र जान्छौँ अब
यस्तरी छिर्न पाइन्छ। हामी उहाँ के अरे भागबटिनीमा 300-400 रुपियाँ तिरेर भनौँ नि लिफ्ट चढ्नको लागि भनेर हामी पुनर्वासदेखिबाट दौडेर जान्थ्यौँ है भाटबटिनी। यत्तिकै फिरीमा के बिगाका के पातो के बिगाका केपीबा मुर्दाबाद नभन है केटा हो नभन। केपीबाको कारणले यहाँ यति ठुल्ठुला घर हेर्न पाछौँ हामीले। गाउँमा देखिथिस् कसैले पनि देखाएको थिएन होला यति ठुल्ठुला घर। केपीबाका कृपाले हेर त आमा इन्डियामा आउनु पाइहाल्छ, मन लागे घर जान पाइहाल्छ। वहाँ आएर कत्रा बिल्डिङ हुन्। हेर मा केपीवाला त मान्नै पर्छ क्या, मान्नै पर्छ। नेपालमा सानोतिनो जब दिएको भइदिए सायद मम्मीले भनिहाल्थ्यो होला है घरका बाबाआमाले नेपालमै जब मिल्या छ केटो, नेपालमै गर्नु छोडेर कहाँ जान्छस् इन्डिया भनेर भनिहाल्नुहुन्थ्यो होला। मैले अगाडि बिचमा है जापानको कुरा ल्याएको थिएँ नि है। जापानभन्दा एकदम बेस्ट इन्डिया छ कि हेर त। मन लागे गिर घर, मन लागे गिर भारत पानभन्दा त एकदम बेस्ट चाहिँ इन्डिया छ कि केटा हो। इन्डिया एकदम बेस्ट। ल जसले जे भनोस् ल म बाजी राखेर भनिदिन्छु जापानभन्दा एकदम बेस्ट इन्डिया छ कि इन्डिया। मद्रास, चेन्नई, तामिलनाडु एकदम बेस्ट हेर त गाइस। 15 लाख लगानी लगाएका बाबाआमाले भन नि ऋण लगाएर पठाएका छोराछोरी फेरि आज उहाँ जापानभन्दा फेरि उहाँ भाइहरूले उहाँ इन्डिया राम्रो भनिरहन् भनेपछि फेरि आज यहीँ आइदियो होला। फेरि नआउनु होला भन नि। पहिला आफ्नो घरको चाहिँ के छ कस्तो छ हेरेर बुझेर भन नि चल्नु होला। आफ्नो उसमा कदममा चल्नु होला। अर्काको भनाइमा उहाँ राम्रो छ भनेर उहाँ गिरगिर कहिले पनि नगर्नु होला होइन। मान्छेलाई जहाँ राम्रो लाग्यो जहाँ मन लाग्यो त्यहीँ राम्रो हो होइन। मान्छेले कतिपय नेपालीहरूले नेपालमै गरिरहेछन् यताउति, तर म पनि लागेको हो। अब धेरैचोटि प्रयास गरेँ मैले नेपालमै केही गर्छु भन्ने सोचेको थिएँ। मैले इन्डिया यसरी आउनुपर्छ भन्ने चाहिँ मैले सोचेको थिएँ क्या, तर अब केही बाध्यता पऱ्यो, बाध्यताको कारणले चाहिँ आइयो होइन। नत्र भने कहाँ सबैको आउने विदेश सिनो जाने पर्ने त कसै साथी दाजु भाइहरूको कसैको भन नि विदेशी चाहिँ विदेश जाउँला विदेशतिर रमाउँला भन्ने चाहिँ कसैको सोच हुँदैन क्या। अब आजभोलि चाहिँ सबैले सोच बनाउनु थाल्यो होइन, साना ठुलादेखि लगेर भनौँ नि। नत्र त्यसरी अहिले भनौँ नि 2-4 वर्ष अघि त कसैले पनि यसरी आउने सोच गर्थेनन् क्या।